13 फिटको बाटो छ, हाइटमा छ, न खोलाको डर छ न पहिराको डर छ। कति राम्रो घर बन्छ हेर्नुहोस् त। यो जग्गा तपाईँको हो। छिटोभन्दा छिटो सम्पर्क गर्नुहोस्, आफ्नो बनाइहाल्नुहोस्। नमस्ते, घर जग्गा नेपाल.com को वेबसाइटमा आज भक्तपुरको आदर्श नगर चोक लिएर आएका छौँ। सूर्य विनायक चोकबाट करिबन 400 मिटर पूर्व आएपछि हामी आदर्श चोक आइपुग्नेछौँ। पुष्पराम बाराई मेडिकल हल र लक्ष्मी सनराई ब्याङ्कको बिचको यो बाटोबाट सिधा 1200 मिटर अगाडि बढेपछि हामी बिक्रीको जग्गामा पुग्नेछौँ। यो भक्तपुरको सूर्य विनायक चोक हो। यहाँबाट बिक्रीको जग्गामा जान 800 मिटर छ भने आदर्श चोकबाट करिबन 1200 मिटर पर्दछ। जग्गा दार्जिलिङ हाइटमा हो। आदर्श चोकबाट हामी करिबन 1100 मिटर दक्षिण आयौँ। यो राधाकृष्ण मन्दिर हो। मन्दिरबाट करिबन 10 मिटर मात्रै दक्षिण आएपछि हामी पश्चिमतिर लाग्छौँ। यो ग्राभलिङको बाटो पश्चिम सिधा गएपछि बिक्रीको जग्गामा पुग्नेछौँ। यहाँबाट 100 मिटर मात्र छ। यहाँबाट देखिएको गोलो छाना देख्नुभयो नि, यो स्विमिङ पुल हो। यो 20 फिटको तुरुन्तै पिछुन लागेको बाटो हो। यहाँबाट सिधा हामी सूर्य विनायक चोकसम्म जान सक्छौँ। यो दो बाटोबाट सिधा अगाडि हेर्नुहोस् त, पश्चिमपट्टि यो प्लटिङ हो, रुखको फेदमा हो। यही जमिनका टुक्राहरू तपाईँलाई बिक्रीमा हामीले लिएर आएका छौँ। जमिनको ठिक पूर्वबाट पश्चिमपट्टिको दृश्य म तपाईँलाई देखाइरहेको छु। ल हेर्नुहोस्, 3.5 आनादेखि 5 आनासम्मका टुक्राहरू तपाईँ यहाँबाट पाउनुहुनेछ। जमिनको ठिक पूर्वपट्टिबाट मैले तपाईँलाई सिधा उत्तर हुँदै पश्चिमपट्टि देखाएँ। हेर्नुहोस् त, पर जङ्गलको बिचमा सूर्य विनायक गणेशस्थानको मन्दिर प्रष्टसँग देखिन्छ र सिधा अगाडि हेर्नुहोस् सरम्य दृश्य। वरिपरि जङ्गल, बिचमा आकर्षक प्लटिङका टुक्राहरू। यी टुक्रा तपाईँका हुन्। जमिनको ठिक पश्चिमबाट पूर्वपट्टिको दृश्य तपाईँ हेर्दै हुनुहुन्छ, हामी देखाउँदैछौँ। ल हेर्नुहोस्, कति आकर्षक जमिन छ। ढल पानी बिजुलीको व्यवस्था छ। हाइटमा छ, हाइवेभन्दा नजिकै छ, वासस्थानको लागि योग्य छ। तपाईँ यसलाई कमर्सियल जमिन पनि बनाउन सक्नुहुनेछ। आउनुहोस्, छिटोभन्दा छिटो सम्पर्क राख्नुहोस्। अहिले म जमिनको ठिक दक्षिणपट्टि छु। दक्षिणबाट सिधा उत्तरतिर तपाईँलाई देखाइरहेको छु। ल हेर्नुहोस्, यो जमिन हो। जमिनभन्दा सिधा उत्तर हिमालहरू यहाँबाट देख्न सकिँदैन। नत्र भने मौसम सफा भएको बेलामा प्रष्टसँग उत्तर भेगका हिमालहरू प्रशस्तसँग देख्न सकिन्थ्यो। भक्तपुर जिल्लाको सांस्कृतिक, रमणीय तथा आवासीय स्थलहरूको सङ्गम सूर्य विनायक ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्य भरिपूर्ण क्षेत्र हो। कसैलाई कमिसन दिनु नपर्ने, सिधा जग्गा धनीसँग सम्पर्क गरे पुग्ने। सम्पर्क नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्। जमिन आफ्नो बनाउनुहोस्, गजबको घर बनाउनुहोस्, आनन्दले बस्नुहोस्। वरिपरि हरियाली। हामीले उत्तरतिर हेऱ्यौँ भने हिमाल प्रष्टसँग यहाँबाट देख्न सक्छौँ। तर आज मौसमको कारणले गर्दाखेरि हामीले देखाउन सकेनौँ। मौसम उग्रिँदाखेरि मथासँग हिमाल देख्न सकिन्छ। प्राकृतिक सौन्दर्यको काखमा कति राम्रो जमिन तपाईँले पाउनुभएको छ। ल हेर्नुहोस् त, यति सुन्दर जमिन तपाईँ नउम्काउनुहोस् है। जमिनको चारैतिरबाट तपाईँलाई मैले फोटो र भिडियो देखाएँ। तपाईँले हेर्नुभयो, मन पराउनु भयो। अब आएर सिधा फिल्ड हेर्नुहोस्, चित्त बुझाउनुहोस्। हस् त, अहिलेसम्म हाम्रो फोटो भिडियो हेरिदिएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। नमस्ते।